संग चले सभी गुल Hello everyone, welcome back to my channel. अनि this is Lakshmi. Sorry. अनि हामी चाहिँ बिर्सिहाल्छु फेरि नकोनोसिमा भन्ने आइल्यान्ड जानु लाग्यो. अनि हामी चाहिँ यहाँ फुकुओका टावर नजिकसम्म बस्न आएको. तर बस चाहिँ ठ्याक्क त्यो त्यहाँ जानेसम्म चाहिँ नपुग्दो रहेछ. अनि त्यही भएर अलि फुकुओका टावर नजिकै झरेको. अनि हामी चाहिँ यहाँबाट ट्याक्सी लिन्छौँ. अनि त्यो आइल्यान्ड जानलाई चाहिँ हाम्रो फुने नि चढ्नुपर्छ नि त. अनि त्यहाँसम्म चाहिँ ट्याक्सीमा जान्छौँ. अनि त्यसपछि फुने चढ्ने. त्यही हो. Okay. ल ल. See you next video. भिडियो त होइन होला. के हो? See you there. Okay, okay. अनि हामी चाहिँ फुने चढ्ने ठाउँमा आइपुग्यो. घाम चाहिँ अझै है. पहिला ऊ टिकट गर्ने होला नि. टिकट गरेर नि अलि टाइम कुर्नुपर्छ अरे. अनि यसो कुर्दिउँला भोलि. 発見中です。少々お待ちください。発見中です。発見が完了しました。 2 हो नि त. This is our ticket. कति बजेको छ फुनेको है. टाइम त्यहाँ छैन. फुने आउन चाहिँ अलि टाइम लाग्ने रहेछ. अहिले ठ्याक्क 1:40 जति भयो. तर फुने चाहिँ 2:15 तिर आउँछ अरे. अनि हामीले अलि वेट गर्नुपर्ने छ. त्यही भएर हामी चाहिँ हो साइडमा फोटो खिच्न लाग्यो. त्यही हो. सो फाइनली हाम्रो फुने आयो. आउनु लाग्यो. ल लामो गरेर के नकोर्नु आयो. भएको रहेछ. मैले गाडीहरू आएको खिचेको भने कस्तो दामी आएको. ओ माई गॉड. ल ठिक छ. हेर्दैछु पछाडि फर्केर. सो हामी चाहिँ उसमा आइपुग्यौँ. फेरि पनि भन्ने आइल्यान्डमा आइपुग्यौँ. मान्छेहरू त कति धेर छ. अनि आज चाहिँ के बार आज शनिबार हो नि त. त्यही भएर नि होला मान्छेहरू एकदमै धेरै छन्. त्यही हो. जति हेर नि. See you in my next video. आखिर के क्या चाहते हो. नेक्स्ट भिडियो भएपछि अब अर्को भिडियोमा भन्ने हुन्छ नि. नेक्स्ट क्लिप आया. ल ल यो हो. यहाँ मलाई याकिसोबा चाहिँ खानु मन छ कि. कति भयो नखाएको. हामी चाहिँ यति बेला बस चढिसकेका छौँ. अब यहाँबाट लगभग
10 देखि 15 मिनेटमा चाहिँ त्यहाँ पुग्छ हाम्रो के भन्छ डेस्टिनेसनमा पुग्छ हामी चाहिँ बसबाट झऱ्यौँ पछि हामी आएको बस अनुहारको गति यस्तो भएको छ अनि अब चाहिँ यहाँ टिकट काटेर अनि भित्र छिर्नुपर्छ अरे मेरो चाहिँ फर्स्ट टाइम हो तर उहाँ दिदी चाहिँ पहिला नै आइसक्नु भएको थियो कपाल लिएर कपाल अहिले खोर्नुपर्छ आइदिए ल ल फुल चाहिँ कहाँ छ यस्तो चाहिन्छ हेर्ने हो यो चाहिँ म्याप रहेछ यहाँको अब म्याप हेरेर हामी खजाना खोज्न हिँड्छौँ घाम चाहिँ चटक्कै लागेको छ फेरि के ओ टिकट तारिबुन सो हामी चाहिँ म्याप हेर्दै हिँडिरहेको छौँ सुसुन लाग्यो मलाई तर दामी आनन्दको ठाउँ शीतल छ तर घाम लाग्यो सो मिररमा चाहिँ यस्तो देखेको छ होइन अनि आज खोइ हामी न अलमल्लेको न के प्लानिङ गरेर त्यस्तो राम्रोसँग प्लानिङ गरेर निक्ल्या नि होइन अनि भिडियोहरू नि के खिच्ने के गर्ने कस्तो अलमल्ल भइरहेछौँ कि है यस त्यही हो कुरो के गरे सो अलरेडी 3 बजिसक्यो होइन अनि दुवैजनाको फेरि 6 बजीदेखि काम छ कि अनि यहाँबाट नि पुग्नै 1.5 घन्टा या 2 घन्टा त्यस्तो लाग्छ अनि यहाँ भ्याएर घुमेर भ्याएर अनि हामीलाई काम पनि भ्याउनु छ थकाइ पनि लाग्छ एनर्जी ड्रिङ्क्स बिना चाहिँ काम गर्न गाह्रै हुन्छ यहाँको भ्यू के कस्तो दामी देखेको थियो कि आइसकिस् यहाँ पहिला यहाँ आएको थियो पहिला आउने मान्छेले त खासै त्यस्तो लाग्दैन होला है नयाँ यस्तो वाउ जस्तो फिल हुन्न होला यस्तो दामी के मेरो पछाडिबाट भिडियो खिच्दैन न यहाँ यसरी ठाडोमा यता मेरो रहेछ अनुहार हावा नै आएन अनि हामी चाहिँ फुल भएको ठाउँमा जानु लाग्यो यो आइल्यान्डको अलिक स्पेसल कुरा भनेको चाहिँ यहाँको फुल रहेछ अनि फुल भएको ठाउँमा जान चाहिँ यहाँबाट उता जानुपर्ने रहेछ तर हाम्रो चाहिँ टोयलेट जानु थियो नि त त्यही भएर हामी चाहिँ उता गएको त्यही भएर हामी अब फुल भएको ठाउँमा जाउँ अनि कस्तो मजाको कि हरियाली कि यहाँको यहाँ चाहिँ बस्ती नि धेर छैन कि जो सानो आइल्यान्ड हो नि त यो ठाउँ चाहिँ त्यही भएर बस्ती नि त्यस्तो धेर रहेनछ अनि घरहरू पनि त्यो नेपालको पुरानो घरहरू जस्तो कि हल्का करेसा बारीहरू त्यस्तो थियो कि हामीले थाहा त लिँदा मिल्थ्यो गाडी फ्रीमै त्यस्तो रङ्गी चङ्गी छ त तर हामीले लिएनौँ लेट्स गो आहा हेर्न त्यहाँ जोडा जोडी छ फुल भएको ठाउँ पुग्न त्यहाँ जोडा हुनेको चाहिँ यस्तो हुन्छ हामी नहुनेको चाहिँ यस्तरी सिङ्गल सिङ्गल फुलहरू मुस्काउँछन् तिमीले देख्छौ र है देख्छु नि कसरी देख्छौ यसरी त्यो झ्याम्मै फुल भएको चाहिँ कता हो तोरीबारी तोरीबारी हो खै यता हो कि त्यहाँ अर्को ऊ यहाँनिर राम्रो आउँछ होला है फुटै जाउँ न यहाँ ल फुलहरू मुस्काउँछन् अनि झुम नि घर ल फुलेको होला भनेको फुल्न चाहिँ फुल्याएर छ तर अलि फक्रिने त्यस्तो मजाले फक्रिएको जस्तो चाहिँ लागेन मैले चाहिँ पुरै गुच्छै होला सोचेको थिएँ ओहो यहाँ त उतै के सुन्न
चले संग चले सभी गुल भन्ने वाला हो माई गॉड अब ना है ये खया अब ना है ये खया भनेर हुन्छ नि गाउन लगाएर गाउन उडाएर भिडियो बनाउने ठाउँ रहेछ तर दिदीको कपडा छ यस्तो म त पुरा उफ्री उफ्री नाचेर रहेछ के म कता यस्तो बिजी थिएँ नाच नाच म केही नै भन्दिनँ अनि काम राखेको रहेछ 5 बजेदेखि अनि अहिले कति 3:30 भइसक्यो हामी स्टिल आइल्यान्डमै छौँ अनि कसरी टाइममा काममा पुग्ने चाहिँ थाहा छैन त्यही हो कल गरेर ढिलो आउँछु भन्छु अनि अझै यो आइल्यान्ड एक्सप्लोर गर्नै बाँकी छ के यो अलि फरक रहेछ आज त भ्याइएला जस्तो छैन पुरै ठिक छ हेरौँ के हेर्न पाइन्छ सकिन्छ बारी खोजेर तोरीबारी लग्छ तोरीबारीमा गएर के गर्ने तोरीको फुल हेर्ने तोरीको फुल देखिसक्यो अलरेडी तोरीको फुल अब काममा छिराइज भनेको छ 7 बजे छिटो हो मेरो 6 बजे छ साले मलाई 7 जिउ भने 5 बजे होइन 5 बजे हो अरे अनि तर 6 बजेदेखि भन्नु अनि 6 बजे आउँछु भन्छु ए त्यही त भाइ भ्याइदियो नि त 5 बजेदेखि 4 बजिसक्यो है ठिकै छ हामीले यसो अवलोकन गऱ्यो अलिअलि अनि राम्रै छ फोटो पनि खिच्यो अझ धेरै छ घुम्ने ठाउँ चाहिँ तर हामीसँग टाइम चाहिँ कम छ कि हामी पनि ढिला पनि आयो अनि छिटै फर्किनु पर्ने भयो कि बेलुका काम नभए चाहिँ हामी बेलुका 6 बजेतिर फर्किँदा नि हुन्थ्यो पिङ छ यहाँ अब हामी यस्तो पिङ खेलेर रैला गर्छौँ भन्थ्यो कि रैला गर्ने आहा पिङ 2टा रहेछ तिनवटा रहेछ यस्तो 4-5 पिङ त कतिवटा चाहियो पिङै पिङ के हुन्छ भुइँमा राखिहाल दसैँ आयो हामीलाई चाहिँ 2-3 महिना कति बजी पिङ खेलेको लास्ट टाइम पिङ खेलेको चाहिँ हामी त्यो मियाजाकीमै होला है पिङ पनि कत्रो पिङ खेल्यो अन्न है अनफर्चुनेटली आज चाहिँ धेर खिच्न पाएन धेर डुल्न नि पाएन अनि त्यही हो अब अर्को ताली पनि आउने सोचेका छौँ त्यो बेला चाहिँ अलि चित्त बुझ्ने गरी यति धेरै भिडियो खिचौँ ल त्यस्तै हो कुरो ओए कहाँ आइपुग्यो वाउ सो अब चाहिँ हामी फर्किन लाग्यो उसको लागि एन्डिङको लागि भिडियो फर्किन लाग्यो अनि यहाँ चाहिँ कता त्यो अघि हामी छिरेको गेटबाट उता साइडमा चाहिँ तोरीबारी छ अरे मेन यहाँको त्यही तोरीबारीको देखाइरहेको हुन्छ हो अनि तोरीबारीमा नि घर यस्तो फोटो खिचेर अनि त्यसपछि चाहिँ हामी फर्किन्छौँ त्यही हो छोटो थियो टाइम तर रमाइलो भयो त्यस्तै छ Baby girl, you are so pretty, 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 pretty. Baby girl, you are so pretty, 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 pretty. Females made you just to trick me, trick me, trick me, trick me. 'Cause baby girl, you are so easily pretty. The only reason that I can do tonight is 'cause I know you were invited. The only reason that this dress is skin tight is 'cause I thought that you would like it. I'm only going for the sake of our size. Because I want you to like it. The only reason I can do tonight is because I really like you. And I cannot hide it. Want to remember your mind then. The laces that goes over your thighs, just why just tell me that you feel like I do. Just because it's super smooth. Tell me you're pretty, 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 pretty. Baby girl, you are so pretty, 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 pretty. Females made you just to trick me, trick me, trick me, trick me. 'Cause baby girl, you are so easily pretty. The only reason that I can do tonight is 'cause I know you were invited. The only reason that this dress is skin tight is 'cause I thought that you would like it. I'm only going for the sake of our size. Because I want you to like it. The only reason I can do tonight is because I really